हेलो साथीहरू, सबैलाई गुड मर्निङ, साथै नमस्कार। साथीहरू, कलम काटेकोमा यतिको पत्ती आउन थाल्यो है मेरो। अब सुरु भयो। अब कालो गाईले पक्का ब्यायो भनेको पक्का सुरु भएको रहेछ साथीहरू। हेर्नुहोस् न, मजाले पलाएको छ। अब यसलाई चाहिँ 2 पातसम्म टिप्ने चाहिँ भएको छैन कि सुइरो। अलिकति यसलाई घाँस हेर्दै मिलाउनु पर्छ। सबै काराकुरु पारा टिप्यो भने फेरि घाँस मर्ने डर हुन्छ हो। यो चाहिँ हाम्रो अजमबारीको बुट्टी भन्नुपर्छ। भविष्य यो चाहिँ हाम्रो साथीहरू। यति आएको छ हेर्नुहोस् न। यो पर झन् अलिकति मजाको छिप्पि पनि सकेको छ। आज यसो हेर्नु आएको थिएँ कि कतिको पलाएछ भनेर। यस्तो भएछ साथीहरू। कोहीमा चाहिँ फेरि खै कस्तो एकै दिनमा काटेको कलम हो, कोहीमा चाहिँ त्यति पलाउन सकेको छैन। तर बिचरा यो पत्ती अब कमान चल्दा त यसलाई स्या सुसार थियो साथीहरू। अहिले त कमान पनि बन्द भएर के दबाईहरू लाउँथ्यो। पहिला त क्यास्टोकेक भन्नेहरू लाउँथ्यो। हर कुरोको त्यो अर्ग्यानिक दबाई तिताप्ती बनमा ट्याङ्कीमा फिटेर लाउँथ्यो। त्यसले गर्दा कस्तो राम्रो चियापत्तीहरू आउँथ्यो, सेन्ट पनि हुन्थ्यो। छैन अहिले त सेन्ट चियापत्ती भन्ने मात्रै हो, सेन्ट चाहिँ छैन र। यतिको आएको छ साथीहरू। कमान बन्द भएर त हामीलाई बिजोग पार्यो। अब यो कमान त चल्ने आशा पनि छैन। फ्याक्ट्री राम्रोसँगले उयो राम्रो भए त कमान चल्ने पनि सक्थ्यो होला। फ्याक्ट्रीसम्म अब खै कुन चाहिँ दुष्ट पापीहरूले जलायो।